जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ। श्रोताहरू, कार्यक्रममा म आज एकजना इतिहासविद भनौँ, इतिहास अध्येता, संस्कृति अध्येतालाई निम्त्याउँदैछु। कीर्तिपुर निवासी हुनुहुन्छ उहाँ, प्रयागमान प्रधान। गत हप्ता उहाँले आफ्नो कृति मध्येको एउटा नयाँ कृति किपु मेघनिषेध थौतक पनि प्रकाशित गर्नुभएको छ। यसलाई विमोचन गर्नुभएको थियो शनिबारको दिन मङ्गल माध्यमिक विद्यालयमा। हामी पनि त्यहाँ पुगेका थियौँ। आजको कार्यक्रममा हामी उहाँसँग कुराकानी गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो नमस्कार। प्रयागमान प्रधानज्यू, समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हजुर, धन्यवाद। एउटा इतिहास अध्येता, संस्कृति अध्येताको रूपमा म यहाँलाई आजको कार्यक्रममा निम्ताइरहेको छु। गत हप्ता शनिबारको दिन हामी त्यहाँ पुगेका थियौँ। यहाँको कृति एउटा सार्वजनिक भइरहेको पनि थियो। त्यही अवस्थामा हामीले कृति पनि पढ्यौँ। यहाँ यही विषयमा कुराकानी गर्दा यहाँ लेखनतिर कहिलेदेखि सुरु गर्नुभएको? म चाहिँ वास्तवमा 25-26 सालदेखि हजुर स्कुलमा पढ्दाखेरि नै हामीले नेपाल भाषामा हजुर विभिन्न कविता, कथा, निबन्ध हजुर र त्यस बेला चाहिँ नेपाल भाषा सम्मेलन भन्ने हुन्थ्यो। हजुर त्यसमा लाग्दै आइरहेको थिएँ। त्यतिखेरै हुन्थ्यो है नेपाल भाषा सम्मेलन? हजुर, नेपाल भाषाको टोलमा काठमाडौँ, भक्तपुर, ललितपुरसम्म पनि हजुर हामी जान्थ्यौँ। र चाहिँ त्यही साथीहरू हजुर अहिले नेपाल भाषामा MA PhD गरेर प्रोफेसरसम्म पनि भइसक्नु भएको छ। त्यतिखेरका यहाँका दौतरीहरू साथीहरू है। हजुर अनि म चाहिँ के भयो त भन्दाखेरि हजुर यो भाषामा लाग्दै म चाहिँ त्रिभुवन विश्वविद्यालयमा प्रशासनमा जागिर खान गएँ। हजुर हजुर अनि साथीहरू नेपाल भाषामै लागेर उसमा जानुभयो। म चाहिँ यो कर्मचारीमा गएर हजुर भएको हुनाले मैले नेपाल भाषामा MA मा जोइन त गरेँ, हजुर तर त्यो पुरा गर्न सकिएन विशेष कारण। अनि मैले पछि फेरि यो नेपाली इतिहास तथा संस्कृति विषयमा मैले MA जोइन गरेर त्यसमा MA पास गरेँ। धेरै पछि पोस्ट MA भनौँ न है, कल्चरमा नेपाली इतिहास तथा संस्कृति विषयमा MA गऱ्यौँ। अनि मैले के गर्यौँ त भन्दाखेरि मेरो लेखन यो भाषा नेपाल भाषा, तर चाहिँ विषयवस्तु यो संस्कृति र इतिहाससम्मतिर चाहिँ चलाएँ। यसरी नै लेख्दै आउँदाखेरि अब मैले कीर्ति अध्ययन तथा अनुसन्धान मण्डल भन्ने एउटा खोलेर साथीहरूसँग छ। त्यसबाट यो इतिहास र संस्कृति पुरातत्व विषयमा हामीले कीर्ति पत्रिका भन्ने पनि निकाल्यौँ। त्यसको सम्पादन मैले नै गर्थेँ। र चाहिँ 2टा जति कीर्ति पत्रिका निकाल्यौँ। र यो बाघभैरव नृत्य गथु प्याखा भनिन्छ, त्यो किताब चाहिँ मेरो लेखनबाट निस्क्यो। र अनि अर्को कीर्तिपुरको संक्षिप्त चिनारी भनेर पनि हामीले निकाल्यौँ।
हजुर हजुर र कीर्तिपुरको सांस्कृतिक विवरण भनेर बाजा साजा सम्बन्धमा म र मेरो साथी बज्रमुनि बज्राचार्य मिलेर पनि किताब प्रकाशन गर्यौं नगरपालिकाको सहयोगमा। यसरी लेख्दै जाँदा अहिले यो मेघनिसे थौं किपुय छु पक्ष भन्ने यो चाहिँ एक किसिमले कीर्तिपुरको हिजोदेखि आजसम्मका केही कुराहरू ऐतिहासिक घटना विवरण प्रस्तुत गर्ने किसिमबाट यसमा लेखिएको छु। हजुर अब भन्दाखेरि यहाँ चाहिँ पहिलादेखि नै यो इतिहास सम्बन्धी आफ्नो रुचि रहेछ यहाँको है। हजुर हजुर। अनि यो रुचिलाई यहाँले चाहिँ नि अब पुरा गर्न खोज्दै पनि बाध्यतावश त्यतिखेर उमेरमै चाहिँ एमए गर्न नसके पनि अनि पछि काम गर्दै पढ्दै गरेर विद्यावारिधि पनि लिनुभएछ, एमए पनि पास गर्नुभएछ है। यो रुचिको विषय हो। अनि यहाँले चाहिँ अब कीर्तिपुरको यो इतिहासलाई नै उजागर पार्ने गहन काम गर्नुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म। धेरै कृतिहरू निकाल्नु भएको रहेछ। अनि यो कीर्तिपुरको इतिहासलाई अध्ययन गर्दै गर्दै जाँदाखेरि तपाईलाई कस्तो किसिमको समस्याहरू आएको थियो त्यतिखेर, कति सजिलो थियो यो काम? यो कीर्तिपुरको इतिहास लेख्ने सन्दर्भमा निकै गाह्रो लाग्यो। हजुर। कारण के त भन्दाखेरि अब यहाँ के छ भने इतिहास भन्न साथै एउटा इतिहासको चाहिँ लेखनमा तिथि मिति सबै ठ्याक्कै हुनुपर्छ भन्ने किसिमको छ। हजुर। तर कीर्तिपुरमा कतिपय लिपिबद्ध भएको सामग्री नै पाउन गाह्रो छ। हजुर हजुर हो। गाह्रो मात्रै होइन कि छँदै छैन। अब त्यसले गर्दा मैले विभिन्न विद्वानहरूले लेखेको पुस्तकहरू, वंशावली, यहाँको कीर्तिपुरको विभिन्न त्यो शिलालेखहरू, अनि यो ताम्रपत्र हैन, यी विभिन्न पत्रहरूबाट लिएर र सांस्कृतिक परम्परा के छ यहाँ चलिआएको। तपाईले भर्खर भन्नुभयो नि यो जात्रा। यो त हाम्रो स्रोत भनेको यो जात्रा पर्व पनि हो। त्यसले लिपिबद्ध नभए तापनि त्यो परम्पराबाट पनि केही सन्देशहरू, त्यही कुराहरू भनिरहेको हुन्छ। यी स्रोतहरूलाई नै र अर्को यहाँ केही जानिबकारहरूसँग सोध्ने गरेर यीहरू नै स्रोत बनाएर मैले यो यस किताब लेखेको, पुस्तक लेखेको। पक्कै पनि अब यो त्यतिखेर 25 सालदेखि नै तपाईँ यो क्षेत्रमा हुनुहुन्छ। 2025 सालदेखि नै धेरै अध्ययन गर्नुभयो होला। त्यतिखेरको यो नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाहले कीर्तिपुर हात पारेपछि यहाँको संस्कृतिहरूलाई ओझेलमा पार्न खोजिएको जस्तो मलाई पनि अहिले फिल भएको छ। त्यतिखेरको अवस्थामा पनि तपाईँले उजागर पार्न धेरै कठिन समस्याहरू भोग्नु पर्यो होला सायद। अनि यसै भनिरहँदाखेरि अब यो संस्कृतिहरूलाई अब हामी कति अगाडिसम्म बढाउन सक्छौँ त? हाम्रो नेवारी संस्कृति, बाजा गाजाहरू, यो सबै क्षेत्रलाई कति अगाडिसम्म हामी लैजान सक्छौँ होला? वास्तवमा पृथ्वीनारायण शाहसँग अब एउटा कुरा यस तपाईँको प्रश्नमा मै जोड्न पनि ल्याउँछु। पृथ्वीनारायण शाह र कीर्तिपुरको युद्ध भयो र 2 पटक हरायो भन्ने पनि छ। तर उता पृथ्वीनारायण शाहको तर्फबाट युद्ध गर्न आउने त्यसको सेनापति, सेनाहरूको समेत पनि विभिन्न यो पुस्तकहरूमा उल्लेख गरिएको पाइन्छ। तर यो कीर्तिपुर तर्फबाट लड्नेहरू 2 पटकसम्म हराउने योद्धाहरू
पो छ भन्ने चाहिँ कुनै कतै उल्लेख छैन हो। अब प्रश्न उठिरहेछ अनि यहाँ सुन्दै आएको विभिन्न लेखकहरूले पनि ती नामहरू उल्लेख गरेर ल्याइराखेकोलाई पनि अनि यहाँ के पनि छ भने यहाँ कहाँ लेखेको छ र यो त काल्पनिक हो भन्ने चर्चा पर्चा पनि भइरहेको छ। र चाहिँ तपाईँले भर्खर प्रश्न गर्नुभयो यो संस्कृति कहिलेसम्म जान्छ भन्ने कुरा। यो सन्दर्भमा के छ भने कुनै पनि विश्वमै पनि यो संस्कृति भनेको के त भन्दाखेरि जीवन पद्धति कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा विकास भएको यो चाहिँ संस्कृति हो। यो के त भन्दाखेरि कुनै पनि समाजको व्यक्तिको राम्रो चरित्र र जीवन पद्धति कसरी अगाडि बढ्छ भनेको यही संस्कृति र संस्कारभित्र देखिएको हुन्छ। तर के हुन्छ भने त्यो समय सापेक्ष पनि हुन्छ, पक्का पनि सधैँ त्यही रूपमा हुन्छ भने हुँदैन। तर के त भन्दाखेरि आफ्नो पहिचान चाहिँ के गरेको हुन्छ त्यसमा लुकिरहेको हुन्छ र त्यो पहिचानलाई अगाडि लाँदै र ल्याउँदै गरिरहेको हुन्छ। र संस्कृति भन्ने चिज अब एउटा आफ्नोपन र आफ्नो चाहिँ पहिचान जगाउने समाजले यो निकै अगाडिसम्म पनि लान्छ, यसको भविष्य छैन भन्ने नै होइन। हजुर, अनि यसरी अब हाम्रो आफ्नो संस्कृतिलाई जोगाउनुपर्छ, आफ्नो परम्परा रीतिरिवाज चाडपर्वलाई मान्यता दिएर यसलाई जोगाउँदै लैजानुपर्छ भन्ने हाम्रो समाज छँदैछ। तर यसको अलावा पनि अहिले नयाँ विकृतिहरू पनि आइरहेका छन्। कुनै न्यू इयर रे भ्यालेन्टाइन डे रे क्रिसमस रे यस्तो किसिमको संस्कृतिहरू पनि भित्रिँदैछन्। त्यसले कतिको प्रभाव पार्ला हाम्रो यो पुरानो संस्कृतिलाई? वास्तवमा यो के त भन्दाखेरि यो अन्तर्राष्ट्रिय यो प्रभावको कारणले हो। हजुर। र मान्छेमा के हुन्छ भन्दाखेरि कोही नक्कल गर्ने, हजुर, सबैभन्दा पनि मान्छेमा अलिकति भर्खर विकसित भएको मान्छेहरूमा व्यक्तिहरूमा यो नक्कल गर्ने असाध्य रुचाउँछन्। हजुर, नक्कल गर्ने स्वभाव हो। हजुर, अनि आफ्नोपन के हो त बिस्तारै आफूले उसले चाहिँ आफैलाई चाहिँ सिंहावलोकन गर्दाखेरि हजुर होइन म को हो त, हजुर, मैले के गर्नुपर्छ हजुर भन्ने कुरा बुझेपछि त्यसलाई चाहिँ त्यसलाई पनि जुन चाहिँ नक्कल गरिएको हो त्यसलाई बिस्तारै होइन यो क्षणिक रूपमा हो, मेरो वास्तविक मैले गर्नुपर्ने त यो हो भन्ने कुरा हुन्छन्। हजुर। र चाहिँ यो कुरा बुझाउन नसिएर पनि हो। हजुर। अब अन्तर्राष्ट्रिय जगतले अब यो हामी जस्तो हाम्रो जस्तो देशमा अलिकति के हुन्छ भने अर्को प्रभाव अरूको यो सूचना माध्यम प्रचार प्रसार भन्ने छ नि, त्यसले धेरै प्रभाव परेको हुन्छ। यो त अत्यन्त शक्तिशाली भनेको यो सञ्चार माध्यम हो। हजुर हो। चाहे त्यो यो अडियो होस् चाहे भिजुअल होस्, यो सम्पूर्ण ठाउँमा यदि परिवर्तन गर्ने हो भने यो सञ्चार माध्यमले गर्छ। हजुर। यो अत्यन्त शक्तिशाली माध्यम हो। यसले गर्दाखेरि पनि भइरहेको हो। अब त्यसलाई प्रतिस्थापन गर्नको लागि हाम्रो सञ्चार माध्यमहरू विकसित हुनु पर्यो के। हजुर। उनीहरूको सञ्चार माध्यम अत्यन्त शक्तिशाली भयो, तर हाम्रो सञ्चार माध्यमहरू अलिकति कमजोर छ के। हजुर, हजुर। त्यसले गर्दाखेरि नि यी यो संस्कार र संस्कृतिहरू भित्रिएको हो। हजुर हो, पक्का पनि। हजुर, मलाई यस्तो लाग्छ। तर भविष्य छँदै छैन भन्ने होइन, तर मलाई जहाँसम्म लाग्छ ती नक्कल गर्ने चाहिँ यो हाम्रो लागि दुःखद कुरै हो। हजुर,
विदेशी संस्कृतिहरूको नक्कल गरेर नेपालमा नचाहिँदा यस्ता रीतिरिवाजहरूलाई भित्र्याउने काम नगर्नु हुन म पनि अनुरोध गर्दछु। मान्नुपर्छ त्यसलाई साधारण ठाउँमा, तर आफ्नो रीतिरिवाज आफ्नो आदर्शलाई भुल्नु हुँदैन भन्ने मेरो पनि धारणा हो। यहाँसँग ठ्याक्कै मिलेको छ। अब प्रधानज्यू, अब यसरी लेखिरहँदाखेरि कोही बेला भनौँ घर परिवार होला तपाईँको, डिस्टर्बेन्सहरू अलिकति बाधाहरू केही थियो कि? वास्तवमा मलाई यो अध्ययन र लेखन क्रममा मेरो परिवारबाट मलाई अनुकूल वातावरण छ। अब भन्नुपर्दा साँच्चै भन्नुपर्दा मेरो अर्धाङ्गिनी जमुना प्रधान, उसले पनि मैले बिहा गरिसकेपछि एमए गरेको हो। उसले मलाई अध्ययन गर्नको लागि सधैँ अनुकूल वातावरण र प्रोत्साहित गरिरहन्छन्। र यो किताब लेखनमा पनि अब तपाईँलाई एउटा प्रसङ्गवश भन्नै मन लाग्यो। अनि यस्तै यो मैले विभिन्न पत्र पत्रिकाहरूमा यो लेखहरू प्रकाशन गर्दै गर्दै जाँदा अनि मेरो बुढीले नै के भन्यो त भन्दाखेरि, होइन तपाईँले यसमा मात्रै गरिरहनु भन्दा पनि एउटा सङ्कलन गरेर पुस्तकै निकाल्न सकिँदैन र? राम्रो आइडिया दिनुभएको छ हजुर। उसले यस्तै भनेपछि अनि के भयो त भन्दाखेरि यो हाम्रो ख्याल छ तैमै ल कहीँ कतैबाट भएन भने त्यसलाई मै स्पोन्सर गरिदिन्छु भन्ने कुरा भएपछि यो किताबमा जुन चाहिँ हाम्रो साथीहरू हामी म पनि मिलेर यो कीर्ति अध्ययन अनुसन्धान मण्डललाई रिन्यू गर्न नसकेपछि हामीले कीर्ति रिसर्च सेन्टर भन्ने खोलेको हो। यसको अध्यक्ष अहिले हाम्रो साथी वज्रमुनि बज्राचार्य भन्छ र चाहिँ उसको नाउँ यो रिसर्च सेन्टर प्रकाशक भएर अनि त्यसलाई आवश्यक यो आर्थिक यही जमुना प्रधानले गरिदिएको यस किताबमा पनि उल्लेख छ। र मेरो छोराहरूले पनि मेरो बुहारीले पनि अब म तपाईँलाई प्रश्नमा अलिकति प्रष्ट कुरा गर्नुपर्ने पनि हो। यो लेख्दाखेरि नेपाल भाषामा लेखेँ, कारण के त भन्दाखेरि मेरो यो नेपाल भाषाप्रति झुकाउ छ आफ्नो भाषा भनेर होइन। अनि मेरो बुहारीहरूले छोराहरूले होइन यसलाई त नेपालीमा र इङ्ग्लिसमा लेख्न पायो भने राम्रो हुन्छ भने वास्तवमा उनीहरूले त्यतातिर पनि ध्यान दिइरहेको छ। त्यो भयो भने तपाईँहरूको संस्कृति हाम्रो कल्चरहरू सबैले पढ्न पाउँछन् नि होइन, त्यो राम्रो हो मेरो विचारमा पनि। उनीहरूको यो धारणा आइरहेको छ। त्यसले गर्दाखेरि मैले यो कुरा किन भन्दैछु भन्दाखेरि परिवारबाट मलाई के कस्तो वातावरण छ भन्ने कुरामा उनीहरूबाट मलाई अनुकूल वातावरण छ। एकदमै राम्रो। अनि प्रधानजी, अब लेख्दै जाँदाखेरि अब भविष्यमा पनि अरू कुनै कृतिहरू निकाल्ने यहाँको योजना छ कि केही, अथवा केही तयारी केही गरिरहनु भएको छ कि? हजुर, अब यो वास्तवमा मैले दुईटा यो निगर्निसिङ ठाउँ कि पुगे छु पक्ष लेख्नु भन्दा पहिले मैले नेवा लहना कि पुया लजना अर्थात् यो नेवार सभ्यता र कीर्तिपुरको यो व्यवहार भन्ने किसिमको यो नेवार सभ्यता यस्तो छ र त्यो सभ्यतालाई कीर्तिपुरवासीले कसरी अगाडि बढाइरहेको छ भन्ने एउटा अर्को किताब चाहिँ त्यो तयारीमा भइसकेको छ, सम्पूर्ण भइसकेको छ। यो प्रकाशन प्रेसबाट यो निकाल्न मात्रै बाँकी छ। प्रकाशोन्मुख है। हजुर, खुसी लाग्यो धेरै यहाँले आफ्नो नेवारी भाषा, आफ्नो नेपाल भाषाको निमित्त
आफ्नो जाति संस्कृति पहिचानको निमित्त धेरै नै अध्ययन गरी धेरै समय सदुपयोग गरेर केही कृतिहरू निकालेर यसलाई भविष्यमा नेपाली अथवा इङ्ग्लिस भाषामा पनि ट्रान्सलेट गरेर बजारमा सबैलाई पहिचान गराउन सक्ने आफ्नो लक्ष्य जुन लिनुभएको छ त्यसको लागि म सराहना गर्दछु, एकदमै स्वागत गर्छु। कार्यक्रमको हामी अन्त्यमा छौँ प्रधानज्यू। अब एउटा इतिहासविदको नाताले नेवारी भाषालाई, हाम्रो नेपाल भाषालाई अब अझ यसलाई चाहिँ नि निरन्तरता दिन भनौँ न, यसलाई चाहिँ नि जोगाउनको लागि अन्त्यमा सानो एउटा टिप्स दिनुहोस् न, एउटा उपाय। अब वास्तवमा के त भन्दाखेरि हाम्रो यो सङ्घीय गणतन्त्र नेपाल भइसकेपछि राष्ट्रिय शिक्षामा राष्ट्रिय पाठ्यक्रमबाट जुन निदान गरेको त छँदैछ, अर्को एउटा के यहाँ अवसर आएको छ त भन्दाखेरि स्थानीय पाठ्यक्रम भन्ने जुन आइरहेको छ, त्यो स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई माध्यम बनाएर, जस्तै तपाईँलाई भनौँ न, मतलब चाहिँ यो फ्रान्समा गयो भने त्यहाँ फ्रेन्च भाषा पढ्नै पर्यो, पक्कै पनि चाइनामा गयो भने चाइना भाषा पढ्नु पर्यो भनेपछि यही किसिमले यो बागमती प्रदेशमा नेपाल भाषाको अधिक ऊ छ। त्यसले गर्दाखेरि अब यस्तै चाहिँ यो काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर, होइन, यस्तो ठाउँमा स्थानीय पाठ्यक्रममा स्थानीय भाषा नेपाल भाषालाई माध्यम बनाएर त्यसलाई चाहिँ पठन पाठन गर्न सक्यो भने र स्थानीय कुराहरूलाई चाहिँ उजागर गरेर त्यो पढ्न पढाउन सकियो भने त्यसले नेपाल भाषालाई अगाडि बढ्न सकिन्छ। यो त अर्को यो प्रत्येक परिवारमा, नेवार परिवारमा, अझ साँच्चै भन्नुपर्दा नेवार मात्र होइन, भाषा भन्ने चिज नेवार इटरको लागि पनि राम्रै हुन्छ। किनभने काठमाडौँ उपत्यकामा आइसकेपछि नेपाल भाषा जति जान्यो त्यतिकै काठमाडौँ उपत्यका संस्कृति र संस्कार अध्ययन गर्न सकिन्छ, थाहा पाउन सकिन्छ। त्यसले गर्दाखेरि नेवार परिवारमा चाहिँ त होइन, यो नेपाल भाषा हामीले बोल्नै पर्छ, यो सिक्नै पर्छ, हाम्रो यही हो हाम्रो पहिचान भन्ने किसिमको गर्न सक्यो भने यो नेपाल भाषा अघि बढ्छ। र भर्खरै अब हरेक चिज स्थानीयमा नेपाल भाषालाई प्रयोग गर्ने किसिमको डेभलप हुने। हिजो त के छ भन्दाखेरि राज्य शक्तिले एक भाषा, एक धर्म, एक नीति भएको कारणले यस्तो भएको हो। अहिले त बहु आयामलाई छोइसकेको भएको हुनाले अब नेपाल भाषा पढ्नेहरूले पनि रोजगार पाउन सक्ने सम्भावना छ। किनभने त्यहाँ नेपाल भाषा पढाउने भएपछि त्यो शिक्षक त्यहाँ जान पाउने भयो। हजुर, धन्यवाद प्रयागजी। हाम्रो कार्यक्रमको समय ठ्याक्कै सकिएको छ। यहाँसँग मिठो कुराकानी हुँदै मैले आज बिट मार्नु पर्ने भयो। भविष्यमा अर्को कार्यक्रममा पुनः यहाँसँग कुराकानी गरौँला। यहाँको यो कीर्तिपुरको इतिहासलाई उजागर पार्ने यो जुन लगनशीलता यो चाहिँ सधैँ रहिरहोस् भनेर म कामना गर्दै आज यहाँसँग छुट्टिन चाहे। धन्यवाद। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्रयाग मान प्रधान, इतिहास अध्येता तथा संस्कृति अध्येता। उहाँ एक साहित्यकार पनि हुनुहुन्छ। आजको कार्यक्रममा उहाँसँग कुराकानी गऱ्यौँ। समय सकिनै आँटेको छ। युनिक सकिएर शङ्कर थापालाई बिदा दिनुहोस्। भोलि पुनः उपस्थित हुनेछौँ। नमस्ते, शुभया।